सुर्खेत जिल्लाको पहिचान बोकेको ऐतिहासिक धरोहर हो काँक्रेबिहार। इतिहासविदहरूका अनुसार काँक्रेबिहार नाम काँक्रे अर्थात् घुमाउरो अष्टकोणीय आकारको बिहारबाट विकसित भएको बुझाइ छ। अष्टकोणीय संरचनामा निर्माण भएको यो बिहार नेपालमै दुर्लभ बिहारको रूपमा मानिन्छ। यहाँबाट बुद्ध र बोधिसत्वका मूर्तिहरू, पुराना इँटा र कलात्मक संरचना, धार्मिक प्रतीकहरू फेला परेका थिए। यी सामग्रीहरूले काँक्रेबिहार कर्णाली क्षेत्रको प्राचीन सभ्यता र धार्मिक सहिष्णुताको प्रमाणका रूपमा स्थापित भएको छ। लामो समयसम्म उपेक्षित बनेको काँक्रेबिहारलाई पछिल्ला वर्षहरूमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ। तर अझै पनि पूर्ण संरक्षण, अनुसन्धान र प्रचार प्रसारको आवश्यकता रहेको स्थानीय बुद्धिजीवीहरू बताउँछन्। स्थानीयवासीहरू भन्दछन्, काँक्रेबिहार सुर्खेतको मात्रै होइन, सम्पूर्ण कर्णालीको पहिचान हो। यसको ऐतिहासिक महत्त्व अनुसार संरक्षण र प्रवर्धन हुनुपर्दछ। काँक्रेबिहार केवल एक पार्क वा घुम्ने ठाउँ मात्र होइन, यो इतिहास, संस्कृति र सभ्यताको जिउँदो प्रमाण हो। यसको उचित संरक्षण र प्रसार गर्न सके कर्णाली प्रदेशको पर्यटन विकासमा ठूलो योगदान पुग्ने निश्चित छ। काँक्रेबिहार जाने सडक खाल्डाखुल्लीले भरिएको बाटोका कारण पर्यटक, विद्यार्थी तथा वृद्धहरूलाई आवत जावत गर्न निकै कठिन भएको छ। साना सहरी साधन बारम्बार बिग्रिने र पैदल यात्रीहरू जोखिममा पर्ने गरेका छन्। प्रदेश सरकार, स्थानीय सरकार तथा विभिन्न सरकारहरूका संरचना नजिकै हुँदाहुँदै पनि काँक्रेबिहारको संरक्षण र सम्वर्धन प्रभावकारी हुन नसक्दा प्रदेश राजधानीमै रहेको ऐतिहासिक स्थलसम्म पुग्ने बाटो यस्तो छ भने दुर्गम जिल्लाको अवस्था कस्तो होला? काँक्रेबिहार कर्णाली प्रदेशको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य स्थल बन्न सक्ने ठूलो सम्भावना बोकेको स्थान हो। तर कमजोर पूर्वाधारका कारण आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन सकेका छैनन्। बाटो सुधार नहुँदा सरकारी लगानी र प्रसार पनि प्रभावहीन बन्ने सरोकारवालाहरूको भनाइ छ। स्थानीयवासी र पर्यटकहरूको एउटै प्रश्न छ, प्रदेश राजधानीमै रहेको काँक्रेबिहार जाने बाटो कहिले बन्छ?